लहै मित्रहरू, के गर्नु हुँदैछ सबैजना? म चाहिँ चट्ट परेर भित्तामा कलर घस्काउँदैछु। हेर्नुहोस् है तपाईँहरू, यी घस्काइ नै रहेको छु। यो चाहिँ आज म मेरो बाबा सुत्नेको कोठा चट्ट परेर यो ब्लू कलरको कलर घस्काउँदैछु है। अनि यो कोठा चाहिँ मैले किन कलर हालिदिएको भन्दा चाहिँ दुईवटा तिनवटा कलर मिसिएकोले गर्दाखेरि राम्रो नदेख्दो रहेछ। अनि एउटा ब्लू कलर अनि यता पिङ्क छ, ब्लू र पिङ्क कलरको कम्बिनेसन बनाउनु पर्यो। अनि बाबा सुत्ने कोठा कस्तो देखिँदो रहेछ त भनेर चाहिँ मैले एकपल्ट बनाइदिएको है। अनि बाबा पनि खुसी हुनुहुन्छ होला होइन यो हालिदिएर भनेर सोचेर चाहिँ मैले हालिदिएछु हो। तपाईँहरूलाई म अहिले भरे यो सबै लगाइसक्छ यता र उताको कम्बिनेसनमा कस्तो देख्दो रहेछ है भनेर भिडियो हाल्नेछु है। तपाईँले मलाई यो भिडियो मन पऱ्यो भने सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट पनि गर्नुहोस्। अनि अर्को भिडियो हेर्न चाहनुहुन्छ भने सब्सक्राइब बटन थिचेर सब्सक्राइब गरेर राख्नुहोस् है ल। मेरो यो सानो सर्ट्स भिडियो तपाईँलाई कस्तो लाग्यो? मन लाग्यो भने कमेन्ट गर्नुहोस् फेरि पनि। ल है।